नमस्कार नेपाल टिभी क्यानाडाको 5th एपिसोडमा म यहाँहरूलाई स्वागत गर्न चाहन्छु र म छु तपाईहरुको साथ एन्जेला शेर्पा। गएको अप्रिल 25, 2015 शनिबारको दिन नेपालमा गएको भूकम्पमा परि मर्नेहरूको संख्या 6000 भन्दा बढी भएको छ। गोर्खा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको 7.9 रेक्टरको भूइँचालोले काठमाडौँ, ललितपुर, भक्तपुर र विभिन्न ठाउँमा रहेका प्राचीन मठ मन्दिरका साथै धरहरा लगायत पुरानो तथा नयाँ गरी करिब 2 लाख घरहरू भत्किएर धेरै मानिसहरू पुरिएर मरेका छन् भने केही मानिसहरूको जीवितै उद्धार गरिएको थियो। उद्धार कार्यका लागि भारत, चीन, इजरायल, पाकिस्तान, बङ्गलादेश, अमेरिका लगायत विभिन्न देशबाट उद्धारकर्मीहरू नेपाल आएका छन्। अप्रिल 2015 शनिबारको दिन नेपालमा ठूलो भूइँचालो गएको खबर पाएपछि क्यानाडाको टोरन्टोमा नेपाली कम्युनिटीका सामाजिक कार्यकर्ताहरू जम्मा भएर कसरी नेपाललाई सहयोग गर्ने भन्ने बारे एउटा छलफल कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रम नेपाल टिभी क्यानाडाका तर्फबाट डाक्टर तुलसी धरेलले सञ्चालन गर्नुभएको थियो। नमस्कार, नेपाल टिभी क्यानाडाको तर्फबाट म यहाँ आज उपस्थित सम्पूर्ण सहभागी मित्रहरूलाई स्वागत गर्न चाहन्छु। नेपाल टिभी क्यानाडाले विशेष कार्यक्रम एउटा पूर्व निर्धारित कार्यक्रम तयार पारेर आज यो कार्यक्रम तयार गरेको थियो, तर नेपालमा एउटा ठुलो दैवी उत्पात भयो, दैवी एउटा प्राकृतिक प्रकोप भयो र त्यस विषयलाई आज मुख्य केन्द्रित भएर हामी छलफल गर्नेछौँ। आजको कार्यक्रममा हामीहरूले केही कम्युनिटीका केही लिडरहरूलाई बोलाएका छौँ। उहाँहरू क्रमशः यहाँ हुनुहुन्छ। मेरो नाम मिरिगल भण्डारी, म टोरन्टो नेपाली फिल्म फेस्टिभलको एउटा मेम्बर। नमस्ते, मेरो नाम लक्ष्य, म पनि टोरन्टो नेपाली फिल्म फेस्टिभलको मेम्बर। नमस्ते, म नरेश तामाकर, क्यानेडियन युवागतको तर्फबाट म यहाँ उपस्थित छु। नमस्कार, मेरो नाम आङबहादुर शेर्पा, युनाइटेड शेर्पा एसोसिएसनको तर्फबाट र नेपाली जनजाति एसोसिएसनको तर्फबाट। नमस्कार, म गोपीकृष्ण काफ्टे, एनसिएनसीको तर्फबाट। नमस्ते, मेरो नाम हरि गुरुङ, म नेप्लिस क्यानेडियन हेरिटेज सेन्टरको तर्फबाट। नमस्कार, म विष्णु प्रसाद गौतम, क्यानाडा साहित्य समाजको तर्फबाट। नमस्कार, म गोपाल भण्डारी, नेप्लिस क्यानेडियन कम्युनिटी सर्भिसेसको। मैले विषयवस्तुलाई अलिकति पृथक ढङ्गबाट आज प्रस्तुत गर्ने जमर्को गर्दैछु र नेपालमा भएको प्राकृतिक प्रकोपको बारेमा विशेष गरेर हामी केन्द्रित हुनेछौँ। म सर्वप्रथम हाम्रो गोपाल भण्डारीज्यू यहाँलाई प्रश्न गर्न चाहन्छु, आजको यो घटना तपाईँलाई कस्तो महसुस भयो? अब हामीले सुनेको त 1990मा ठुलो भूकम्प नेपालमा आएको थियो भन्ने हामीले थाहा पाएका थियौँ, तर अब अहिले चाहिँ हामी नेपालमा नभए पनि यहाँबाट प्रत्यक्ष देखेका छौँ, भोगेका छौँ। सबै कुराहरू सुनेर फेसबुकबाट अरू लिङ्कहरूबाट नेपालको न्युजहरूबाट र वर्ल्ड न्युजहरूबाट हामी थाहा पाइरहेका छौँ र यो एकदम दुःखलाग्दो कुरा हो। यसमा चाहिँ हामी नेपाली कम्युनिटीले अब आज के गर्न सकिन्छ, हामीले कसरी नेपाल सरकारलाई, नेपाललाई र नेपाली जनताहरूलाई जो दुःख पीडित छन्, अहिले भइरहेका छन्, तिनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ त्यसको बारेमा हामी चाहिँ छलफल गरौँ। त्यही विष्णुजी, यहाँको विचारमा तपाईँले अलिकति व्यक्त गर्नुभएको थियो पहिला पनि, यो घटना हुनेवाला थियो, कसरी लिनुभयो यसलाई? यो घटना कुनै पनि बेला हुनसक्छ। नेपाल भूकम्पीय जोखिमको दृष्टिले अत्यन्तै जोखिमयुक्त क्षेत्रमै पर्छ भन्ने कुरा त पहिल्यैदेखि थाहा थियो र यो प्रचार प्रसार नै भइरहेको थियो। त्यहाँ नेपालमा भूकम्पीय हिसाबले जनचेतना जगाउने संस्थाहरू पनि छन्, तिनी हिसाबले पनि कुनै पनि बेला ठुलो भूकम्प जान सक्छ र हाम्रो घरहरू बनाउँदाखेरि विशेष गरेर कुनै प्लानिङ नगरिकन
जथाभावी बनाइने त्यो हिसाबले एकदम ठुलो दुर्घटना निम्तिन सक्छ भन्ने कुरा चाहिँ आइराखेकै थियो। तर आज अकस्मात चाहिँ यो समाचार बिहान उठेर सुन्दाखेरि मलाई एकदमै आश्चर्य लाग्यो। सुरुमा त धरहरा पनि ढल्यो भन्ने सुन्दा एकछिन मलाई कतै त्यो केही अरू न्युज हेर्दैछु कि मैले जस्तो अप्रिल फुलहरूको जस्तो सम्म मलाई लाग्यो। सुरुमा पत्यार गर्नै त्यति यो पत्याउन पनि गाह्रो अवस्था पर्यो, काली लाग्दो किसिमको भयो। डाक्टर हरि गुरुङ, यहाँको विचारमा यहाँले कतिखेर यो न्युज पाउनुभयो र त्यसपछि तपाईँलाई कस्तो महसुस भयो? म वास्तवमा सुतिरहेको थिएँ, त्यो बेला मलाई राति चाहिँ सञ्जीवजीले बिहान 4 बजे फोन गर्नुभयो। मलाई त अलिकति डर पनि लाग्यो, के भयो होइन 4 बजे फोन गर्नु भन्नुको अर्थ चाहिँ मलाई ह्यापन होइन। र त्यसपछि उहाँले के भन्नुभयो भनेदेखि चाहिँ नेपालमा भूकम्प भयो, तपाईँले कृपया सोध्नु होइन, त्यही मेरो मिसेस अहिले नेपालमा छ। त्यसपछि मैले फोन गर्न प्रयास गरेँ, एकछिन त लाग्नु पनि लागेन, त्यसपछि अलिकति डर पनि लाग्यो, किनभने मेरो मिसेस अहिले बसेको घर चाहिँ 4 तला डर लाग्यो मलाई के भयो। र मेरो बुवामा त्यही हुन्छ, काठमाडौँमै हुनुहुन्छ, उहाँहरू सबै चाहिँ सकुशल हुनुहुन्छ। गोपीजी, तपाईँको घर पोखरा होइन? पोखरातिर कस्तो तपाईँले कन्ट्याक्ट गर्नुभयो? अहिले नेपालमा जुन आज हाम्रो यहाँ आज नेपालमा हिजो भइसक्यो त्यो घटना जुन घट्यो यो चाहिँ अब पानी, बिजुली, टेलिफोन लगायतका सबै क्षेत्रमा क्षति भएको छ। मानवको हामीले करिब 1500 गुमाइसकेको हामीले अहिलेसम्मको नेपालकै समाचारबाट हामीले थाहा पाएका छौँ। विशेष सूत्र अनुसार र मैले पढे अनुसार चाहिँ के थाहा पायो भने विगतमा पनि जुन त्यो अभालान्च आएर मान्छेहरूको धेरै क्षति भएको थियो, तर यसपालि चाहिँ यो जुन भूकम्पले गर्दाखेरि पनि जुन एक्सपिडिसनमा गएका मानिसहरू 15 जनाभन्दा बढी व्यक्तिहरूको लास फेला परिसकेको छ र अझै पनि मात्र छ। यो हिउँ पहिरो भनौँ न होइन, जमिन ढल्यो। नरेशजी, अब तपाईँ काठमाडौँबाटै होइन? काठमाडौँको संरचना त विशेष गरी हाम्रो पौराणिक संरचना जुन दरबार स्क्वायरहरू, धरहरा आदि, यो हाम्रो एकदमै त्यो प्राइसलेस मोनुमेन्ट थियो, त्यो सबै कोल्याप्स भएको सुनिएको छ। के तपाईँले केही अरू अपडेट तपाईँसँग केही छ? मैले त्योभन्दा अरू ठाउँ अपडेट त पाएको छैन। हुन त मैले सुनेअनुसार सबभन्दा पहिला समाचार सुन्न साथै धरहरा पनि ढल्यो भन्ने सुन्दाखेरि म अलिक स्तब्ध नै भएँ धेरै नै, किनकि धरहरा अब एउटा विश्व सम्पदाको सूचीमा परेको एउटा नेपाललाई चिनाउने एउटा आइटम पनि हो। त्यो हिसाबले म अलिक स्तब्धै भएँ। अनि त्यस्तै नै अब दरबार स्क्वायरहरू पनि जुन ठाउँमा धेरै नै अब पौराणिकताको हिसाबले पनि धेरै महत्त्वपूर्ण त्यो जुन स्ट्रक्चरहरू पनि थियो, जस्तै कि मन्दिरहरू अनि पुरानो दरबारहरू त्यो पनि भत्केको अब देखाएको थिएँ मैले। त्यसैले चाहिँ यो भूकम्प मात्रै होइन कि अलि महाभूकम्प नै मान्नुपर्छ यसलाई। अब जुन अब धनजनको क्षति त अब अझै बढी भइरहेको र बढेको अब समाचारहरू पनि आइरहेको छ। त्यसैले चाहिँ म अलिकति धेरै नै स्तब्ध नै भएको छु। त्यसो भन्दाखेरि अब हामीले अब यहाँ क्यानाडाको यो नेपाली कम्युनिटीबाट जसरी चाहिँ हामीले सहयोग गराउन सक्छौँ त्यो पनि चाँडोभन्दा चाँडो नै सुरु गर्नुपर्छ जस्तो लाग्छ। एकदम राम्रो आइडिया। अब युवा पिँढीहरूको तर्फबाट लक्ष्य र मेरीको दुईजना थियो, कस्तो महसुस भयो यो ट्रेजेडीलाई कसरी लियो लक्ष्य पहिला? अब हजुरहरू जस्तै मैले पनि अब मैले त राति नै देखेँ, हिजोसम्म बसिरहेको थिएँ, राति नै देखेँ। त्यसपछि घरमा फोन गर्न थालेँ, कति ठाउँमा कल गरेँ है, अब नम्बरहरू पनि बिर्सिसक्यो होइन, तर कसैको फोन उठेन, एकदमै डर लागिरहेको थियो। बिहानसम्म फोन गरेँ बल्ल 7:30तिर, अनि बल्ल त्यहाँ अलिअलि इन्टरनेट आयो भनेर अनि त्यसपछि कन्ट्याक्ट भयो। अब त्यही हो, सबै अब बाटोहरू नै चिरिरहेको जस्तो भएको छ, सबै घर भत्केको। फेरि कतिजना अब बिरामी भएको पनि अब त अहिले त हस्पिटल बाहिर सुतिरहेको त्यस्तो फोटोहरू पनि आउन थालिरहेको छ नि होइन। अब जति हेऱ्यो त्यति डर लागेको जस्तो। मलाई पनि त्यस्तै भएको थियो। एक्चुअली मलाई त साथीले नै त्यति बेला नै फोन गरेको थियो, यस्तो भइरहेको छ। नेपाली साथी हजुर, त्यही काममा गएको थियो, अनि त्यही यस्तै भइरहेछ भनेर भनिरहेको थियो। निन्द्राको सुरुमा अब मैले के भनेको बुझ्दा पनि बुझेन त्यति, अनि फोन ट्याक्क राखेँ। र यो विपद घडीमा अहिले देशमा जुन एउटा कहानी लाग्दो अवस्था छ नेपालमा, त्यो अवस्थामा हामी यहाँ बसेर अब हामीले के गर्दाखेरि हामीलाई आत्मसन्तुष्टि हुन्छ त? अब हामीले नेपालमा कसरी सहायता गर्न सकिन्छ भन्ने हिसाबले हामीले चाहिँ अहिले नै तत्कालै हामीले चाहिँ एउटा इमेल फरवर्ड गरिसकेका छौँ नेपालको
यो 2015 डिजास्टरको लागि र त्यसमा चाहिँ हामीले पेपाल लिङ्क खोलेर अहिले नै हामीले चाहिँ अब फन्ड रेजिङ प्रोग्राम गरौँ भनेर चाहिँ हामीले त्यसमा कुरा उठाइसकेका छौँ र यसमा हामी युनिटीको कुरा यहाँ विभिन्न संस्थाहरू छन् त्यो सबैलाई एउटै जुट बनाएर अगाडि बढ्यो भने राम्रो हुन्छ जस्तो लाग्छ धर्मको नाममा होस् अथवा जातको नाममा होस् पार्टीको नाममा होस् सबैलाई हामी बिर्सेछौँ हामी एउटा नेपाली हौँ र हामीहरूले एउटै भोइस हामीले पठाउनु पऱ्यो हामी नेपालमा भएको जति पनि दुःखमय घटनाहरू र जसले भोगिरहेको छ उनीहरूलाई हामीले मेसेज के पठाउनु भने हामी पनि छौँ है क्यानेडियनहरूलाई हामीले कसरी लिने हामी नेपालीहरूबाट त हामी नेपालीमा जान्छौँ तर क्यानेडियनहरूबाट पनि हामीले उनीहरू पनि दिनको लागि तयार छन् भनेर भर्खर CP24 को चाहिँ एङ्करसँग कुरा भएको थियो उनीहरू तयार छन् तपाईँहरूको के छ तिमीहरूको चाहिँ सोचाइ के छ तिमीहरूले हामीलाई चाहिँ छिटोभन्दा छिटो जानकारी दिए उनीहरू चाहिँ सहयोग गर्न तयारी छन् भनेका छन् जसले गर्दाखेरि चाहिँ किनभने हाम्रो त्यो नेपाल चाहिँ इट्स अ भनरेबल एरियामा चाहिँ किनभने तलबाट चाहिँ इन्डियन सब कन्टिनेन्टको टेक्टोनिक प्लेट आउँछ माथिबाट यो रिजन गर्दाखेरि इट्स अलवेज मुभमेन्ट गर्दाखेरि इट क्यान ह्यापन एनी टाइम गर्दाखेरि चाहिँ तिमी हेभ टु थिङ्क स्ट्राटेजिकली सच द्याट होइन हामीले चाहिँ एउटा हाउ डु वी अर्गनाइज आवर सेल्स म तपाईँलाई एउटा त्यो क्यानेडियन तर्फबाट अहिले भर्खरै अब सुरु गरिहालिसकेको चाहिँ जानकारी पनि गराउन चाहन्छु वेबसाइटमा हामीले पनि त्यो पेपालको चाहिँ लिङ्क राखेर डोनेसनको लागि आह्वान गरिसकेका छौँ तर तैपनि अब हामीले पनि राम्रोसँग इन्फर्मेसन डिस्ट्रिब्युट गर्न पाएको छैनौँ वेबसाइटमा हामीले राखिसकेका छौँ पठाउँदाखेरि पनि अब कुन सोर्सबाट पठाउने होइन अब त्यो हामीले पठाएको किन पठाएको त्यो त्यहाँसम्म पुगोस् अनि जाँदाखेरि कसको नाममा जाने होले पनि अर्थ राख्छ जस्तो लाग्छ मलाई किनभने $5-10 अब हामीले दिउँला तर संस्थाहरू विशेष गरेर अझ क्यानेडियन अरूहरूले जुन दिन खोज्छन् नि त्यो त उनीहरूले एक किसिमको वैधानिकता चाहन्छन् अब यो पैसा मिसयुज होला नहोला अथवा हाम्रो नाम आउला नआउला भनेरै मात्रै दिन खोज्ने अथवा नखोज्ने फरक पर्छ अब जस्तो हामीले डिस्कसन पनि अलि गरेको थिएँ युथहरूको फेसबुकमा अनि मोर देन द मनी भनेको अब रिसोर्स कसरी पठाउने अब जस्तो एड्स मेडिकल किट्सहरू लक्ष्यले भने जस्तो लेट इट गेट राइट टु द सोर्स एज अपोज टु अब जस्तो हामीले अब पैसा जम्मा गर्यो पठायो मे नट गो एनीवेयर भनेर 26 April 2015 सन्डेका दिन मिसिसागामा एनआरएन क्यानाडाको आयोजनामा नेपालको भूकम्प पीडितलाई सहयोग जुटाउने बारे कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदूत महामहिम कालीप्रसाद पोखरेल क्यानाडाका 2 जना एमपीहरू एनआरएन क्यानाडाका कार्यकर्ताहरू साथै विभिन्न नेपाली सङ्घ संस्थाका कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो Rescuing them, treating the wounded, and then feeding those who have lost their homes. Even my family, they are living in tent for 3 days. My daughter is there. I could not contact her for the last 8 hours, and then she called me back. One of our family members, he died because of the falling roofs. And then there was a funeral procession yesterday. It's not only an incident. There are thousands of people have died. As of this morning's, information, I got the information from the Home Ministry that over 2,500 people have already died, and then they are receiving more numbers, and they suspect that the number will go, very high, and the wounded people is close to 5,000. All the hospitals in the country, private, public, both, government, they are open 24 hours and they're serving the people. Everybody is out there. Government has mobilized everything within its power: army, police, administration, civil society, just to cope with this tragedy, national tragedy of unimaginable proportion. So this is we are at this stage, and I will appeal to you. This is not the time for delve into corruption, this and that. This mean things. Don't talk about this. This is a national tragedy. We have to overcome this. We'll talk about those things later on. Since people of Nepali descent have approached me. Even the Canadian have approached me how to support Nepal through what means. I'm here to just discuss with you. There are two options. One is NRN. Non-resident Nepalese organization. It's a nationally recognized organization. It has headquarters in Nepal, has 72 the branches all over the world in 72 countries. So it's a well recognized, and will work with NRN. We have a big marathon to run, and there's long times we will spend a time across the country and even the community peoples to sitting and talking about how we can do or help the Nepal in rebuilding the country. At the same time, right now we are focusing only for the rescue, and I
think Rao is on his way to sending the people, and we might be helping them. And there's Divesh already mentioned, he already raised 200 kilos some kind of medicines that is going to deliver Nepal soon to the capacity. To ensure that Canada does as much as it possibly can to help. Thank you. The question I raised you, is there any way you can answer? We'll speak to Minister Alexander on Monday. He's in Armenia right now. Okay. I don't know when he's back, but you'll have our commitment. We'll talk to Minister Alexander about the visitor visa issue. Okay. May 3, 2015 आइतबारका दिन मिसिसागाको गणेश मन्दिरमा भूकम्प पीडितहरूको सम्झनामा क्यान्डललाइट भिजिल तथा पूजापाठ कार्यक्रम सम्पन्न भयो। नेपाल टिभी क्यानाडाका तर्फबाट राजु थापाले गर्नुभएको रिपोर्टिङ हेर्नुहोस्। नेपालमा आएको महाभूकम्पबाट ठुलो धनजनको क्षति भएको छ। त्यसमा हाम्रा दाजुभाइ दिदीबहिनी आमा बुवाहरू सबै अहिले घरबार विहीन हुनुभएको छ। यस्तो दुःखद आपतको समयमा हामी विदेशमा रहेर पनि धेरै ठुलो सहयोग गर्न नसके तापनि उहाँहरूको चिर शान्ति, मृत आत्माको चिर शान्ति र घाइते हुनुभएका जो नेपालमा रहेर अहिले ठुलो आपतमा पर्नुभएको छ उहाँहरूको लागि सहयोगको लागि के गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छौँ। त्यसै क्रममा आज गणेश पूजा गरेर यहाँ ठुलो जनमानसहरू भेला हुनुभएको छ र उहाँको कामना यही नै छ कि नेपालमा रहनुभएका जो पीडामा रहनुभएका व्यक्तिहरू चाँडै त्यो पीडाबाट मुक्त हुनुहोस्। हामीले त्यो कामना गरी आज गणेश पूजामा पनि धेरै नेपाली महानुभावहरू भेला हुनुभएको छ त्यही कामना गर्नको लागि। मेरो नाम रवि सापकोटा हो र म नेपालिज क्यानेडियन हेरिटेज सेन्टरसँग आबद्ध छु र अहिलेको यो नेपालमा गएको महाभूकम्पको सन्दर्भमा विभिन्न कम्युनिटी अर्गनाइजेसनहरू लगायत विभिन्न व्यक्तिगत तौरमा समेत व्यक्तिहरूबाट चाहिँ यसो स्फूर्त रूपमा चाहिँ चन्दा सङ्कलन को कार्यहरू भइरहेको छ। पैसा उठाउने काम र यहाँ क्यानेडियनहरू गभर्मेन्ट भयो सिटिजनहरू सबै चाहिँ नेपाललाई सहयोग गर्नुपर्छ भन्ने कुरो निकै उनीहरूको आत्माबाटै भइरहेको छ र यो चाहिँ धेरै खुसीको कुरा हो। राहत सङ्कलनको लागि चाहिँ आफ्नो क्षमताले भ्याएसम्म लागेको छु र यस क्रममा चाहिँ म अहिले चाहिँ यो नेपाल जनसम्पर्क समिति मार्फत चाहिँ फन्डरेज हामीले चाहिँ गरिरहेछौँ। अहिलेको परिप्रेक्ष्यमा देश दुखेको छ, हामी जहाँ बसे पनि सबैलाई उत्तिकै दुखेको छ र योभन्दा पनि बढी नेपालमा जो हुनुहुन्छ बित्नुभयो तर बाँकी रहनेहरू पीडामा हुनुहुन्छ। यसका लागि हामी सबैले आफ्नो ठाउँबाट पहल गरिराखेकै छौँ र गर्नु पनि पर्छ र मेरो केसमा भन्नुहुन्छ भने म जुन संस्थामा संलग्न छु हरेकबाट पहल भइराखेका छन्, उठेको छ। नेपालमा ठुलो भूकम्प गएको छ, त्यसको लागि हामीले कामना गरिरहेका छौँ। हिजो पनि दीप प्रज्वलन गर्नुभयो तपाईँको नेतृत्वमा र आफ्नो परिचयसहित सानो यो घटनामा हामीले कसरी सहयोग गर्न सक्छौँ र गरिरहेका छौँ त्यसको सानो बारेमा जानकारी गराइदिनु। मेरो नाम प्रमिला बस्नेत। अब यो दुःखद घटना भन्न पनि सकिँदैन। हाम्रो मन नै मुटु नै फुट्ला जस्तो हुन्छ। तर हामी जसले आफ्नो मायालुहरूलाई गुमाइरहेको हुनुहुन्छ हामी त त्यो रिकभर गर्न त सक्दैनौँ। तैपनि भगवान्सँग प्रार्थना गर्न सक्छौँ। आफूले सकेको मन वचनले सेवा गर्न सक्छौँ र भगवान्सँग फेरि प्रार्थना गर्छौँ कि अब फेरि नआओस् यस्तो स्थिति। नेपाल रोइरहेको छ, नेपाली आमा रोइरहनु भएको छ आफ्ना सन्ततिहरूलाई गुमाउनु परेकोमा। कयौँ बालबालिकाहरू टुरा भएका छन्। नमस्कार, सर्वप्रथम मेरो नाम अन्जु विष्ट महत हो। मेरो श्रीमानको घर चाहिँ नुवाकोटका विलास हो। दुःखको घडी अब हामीले चिताउनै नसकेको यस्तो आपद विपद परिआएको छ सबैलाई भनिएर। अब हाम्रो गाउँमा चाहिँ सबै ध्वस्त भएका छन्। हाम्रो पुर्खेली घरहरूदेखि लिएर मान्छेका सारा बस्ने खाने ठाउँको चाहिँ छैन। सकेसम्म चाहिँ म चाहिँ भोलिन्टियरहरूलाई भन्न चाहन्छु कि सकेसम्म राहत चाहिँ चाँडोभन्दा चाँडो यथाशीघ्र पुग्न सकोस्। दुःख लागेको छ। यो के भन्ने अब
सबै ध्वस्त भएको छन् घरहरू परिवारजन जो हुनुहुन्छ उहाँहरूलाई अलि सुरक्षितसँग रहनलाई र छरछिमेकलाई सहयोग गर्नलाई आग्रह गर्दछु। त्यही नै हो। अमृता श्रेष्ठ हो र मेरो श्रीमानको घर चाहिँ काभ्रे जिल्ला उग्रचण्डी नाला वार्ड नम्बर 4 हो र हाम्रो पर्सनल घर पनि सबै ध्वस्त भएको छ र त्यो घरमा मेरो देउरानी र 3जना बच्चाहरू बस्थ्यो र उनीहरू पनि अहिले बाहिरै टेनमा बसिरहेको छ र मेरो अर्को पुरानो घर थियो त्यसमा पनि मेरो सासू र अमाजु बस्नुहुन्थ्यो त्यो घर पनि ध्वस्त भएको छ र उहाँहरू पनि अहिले बाहिरै टेनमा बस्नु भइरहेको छ र त्यो टेन पनि पर्सनल लोकल युवाहरूले पर्सनल आफ्नो पकेटबाट किनेर लगेर दिनुभएको छ अरे। सरकारको तर्फबाट अथवा कुनै सङ्घ संस्थाको तर्फबाट अझैसँग के राहत सहयोग पुग्न सकेको छैन? अहिलेसम्म पुगेकै छैन। मान्छेको एकजनाको मृत्यु भएको छ एउटा महिलाको, त्यो पनि भक्तपुरमा र त्यहाँ लोकल मान्छेको 90% मान्छेको घर सबैको क्र्यास भएको छ, जम्मा 10% को बचेको छ। यसको लागि तपाईँले कसलाई के मेसेज दिन चाहनुहुन्छ? म सकेसम्म त मेरो सबभन्दा पहिला त अब सरकारलाई हो, सरकारले हेर्नुपर्ने हो। त्यो चाहिँ सबभन्दा कमजोरी चाहिँ हाम्रो सरकारको, त्यो चाहिँ सबभन्दा दुःख लाग्दो कुरा छ हामी नेपालीहरू सबैलाई। र त्यहाँ अहिले मैले हिजोसम्म मैले फोन गर्दा पनि सरकारको कुनै पनि ध्यान आकर्षण भएको छैन, ताकि राजधानीबाट जस्ट 40 किलोमिटर। र मलाई चाहिँ आफू खिलेको र हुर्केको ठाउँ चाहिँ भग्नावशेष अवस्थामा देख्दाखेरि एकदम दुःख लागेको छ र यस्तो अवस्थामा मलाई लाग्छ कि हाम्रो जुन युवा वर्गहरू आफ्नो टोलका मान्छेहरू मिलेर आफ्नो ठाउँ आफै बनाऊ भन्ने कन्सेप्टले उठेको छ, त्यो तिनीहरूको लागि चाहिँ म धन्यवाद दिन चाहन्छु। र मलाई लाग्छ आजको युवाहरूले चाहिँ हाम्रो देश धेरै पछाडि परेको छ, इन्टरनेसनल एड भन्दा पनि आफ्नो ठाउँ आफै बनाऊ भन्ने एउटा कन्सेप्टबाट उठेकोमा मलाई एकदम खुसी लागेको छ। र हाम्रो सबै सङ्घ संस्थाले त आफ्नो तरिकाहरू गरिरहेछन्। हाम्रो लाली गुनास क्लबले पनि हामीहरूले विभिन्न साथीभाइ र सदस्यहरूबाट हामीले सङ्कलन गरिरहेछौँ। पैसा करिब हाम्रो 3000 जति हुन लागिसकेको छ र यही पैसा हामी चाहिँ नि एनआरएन मार्फत चाहिँ नि नेपालमा पठाउने हामीले विचार गरिरहेका छौँ। एनआरएन क्यानाडा हाम्रो जे जति छ हामीले आफूले एनआरएनको हैसियतको सदस्यको हैसियतले सङ्कलन गरेको रकमहरू एउटै च्यानलबाट एनआरएन मार्फत हामीले पठाउनुपर्छ। यो परम्परा बसाल्नुपर्छ। हामी एकबद्ध भएको मेसेज सन्देश नेपालमा पनि हामीले दिन सक्नुपर्छ। एक किसिमले चाहिँ नेपालमा परेको पीडा र चाहिँ दर्दनाक स्थितिको बारेमा जानकारी गराएर अब विभिन्न चाहिने अब व्यक्ति, त्यसपछि सङ्घ संस्था, त्यसपछि गएर यहाँका चाहिँ अब स्थानीय सरकारदेखि लिएर चाहिँ यहाँको चाहिँ अब एउटा केन्द्रीय सरकारहरूसम्म पनि आफ्नो तहले जति सकिन्छ, जुन हैसियतले सकिन्छ उनीहरूलाई चाहिँ हाम्रो देशको लागि सहयोग गर्ने एउटा वातावरण तयार गर्ने, सहयोग गर्ने एउटा चाहिँ उनीहरूमा एउटा मनस्थिति तयार गर्ने, उनीहरूको मन पगाल्ने, त्यो हिसाबले चाहिँ जानुपर्ने हुन्छ। नेपाल टेलिभिजन क्यानाडाको लागि राजु थापा, मिसिसागा, क्यानाडा। नमस्कार, म अतुल सुवेदी, ब्यारिस्टर, सलिसिटर र नोटरी पब्लिक हुँ। मैले इमिग्रेसन, रिफ्युजी म्याटर्स, फ्यामिली ल, रियल एस्टेट र कमर्सियल क्लोजिङको लागि कानुनी सेवा प्रदान गर्छु। मलाई 4169179571 मा सम्पर्क गर्न सक्नुहुनेछ। नमस्कार, म कृष्ण तिमसिना, लाइसेन्स रियल इस्टेट एजेन्ट। मेरा सेवाहरू यस प्रकार छन्: रेसिडेन्सियल, कमर्सियल, इन्भेस्टमेन्ट, बिजनेस बाइङ एन्ड सेलिङ। नेपालका भूकम्प पीडितहरूलाई विभिन्न देश लगायत क्यानाडाले पनि करिब $5 मिलियन को सहयोग गर्ने भएको छ भने विभिन्न सङ्घ संस्थाहरूले सहयोग गर्ने क्रम जारी छ।
त्यसैगरी May 2, 2015 शनिबारका दिन मिसिसागामा सिटिजनशिप एन्ड इमिग्रेसन मिनिस्टर क्रिस एलेक्जेन्डरले नेपाल सरकारसँग मिलेर उद्धार तथा अन्य सहयोगको लागि क्यानाडा सधैँ नेपालको साथ रहेको जानकारी गराउनु भयो। Numbers have grown. They are now confirmed 6,000 people dead, 14,000 injured, 8 million people affected, displaced in one form or another by this earthquake, which happened on a large scale. It was towards the acute end of the spectrum, as earthquakes go, as you all know. And for that reason, Canada is responding and has been responding from the first minutes after this news came through in a coordinated way, in a concerted way, and on a significant scale. And I'm here today to share with you, to update you. नमस्कार, म अतुल सुवेदी, ब्यारिस्टर, सोलिसिटर र नोटरी पब्लिक हुँ। मैले इमिग्रेसन, रिफ्युजी म्याटर्स, फ्यामिली ल, रियल एस्टेट र कमर्सियल क्लोजिङको लागि कानुनी सेवा प्रदान गर्छु। मलाई 4169179571 मा सम्पर्क गर्न सक्नुहुनेछ। नमस्कार, म कृष्ण तिमसिना, लाइसेन्स रियल एस्टेट एजेन्ट। मेरा सेवाहरू यस प्रकार छन्: रेसिडेन्सियल, कमर्सियल, इन्भेस्टमेन्ट, बिजनेस बाइङ एन्ड सेलिङ। हस्त दर्शकबिन, आजलाई यति नै। अर्को एपिसोडमा फेरि भेट हुने नै छ। तबसम्मको लागि म एन्जला शेर्पा पनि बिदा माग्न चाहन्छु। नमस्कार।